हितोपदेश 13:16 यसो लेखिएको छ, प्रत्येक समझदार मानिसले आफ्नो ज्ञानद्वारा काम गर्छ, तर मूर्खले आफ्नो मूर्खताको तमासा देखाउँछ। आजसम्म हामीले स्कुलमा पढेको, स्कुलमा सिकाएको कुराहरू, साइन थीटाको मान, कस थीटाको मान, अरूको जीवनीको बारेमा यो पढेर कहीँ पनि काम लागेन। तर आर्थिक यस्तो चिज हो, आर्थिक जहाँ पनि काम लाग्छ। परमेश्वरले भन्नुभएको छ, मेरा प्रजाहरू अभिषेकको कमीले होइन, उपवासको कमीले होइन, आशिषको कमीले होइन, विश्वासी ज्ञानको कमीले नष्ट भएको छ। पितालाई धन्यवाद, गुरु मसीह येशूको नाममा, आमेन।